त आज म खोलेर देखाउँछु यसमा के छ। हुन त म पहिले खोलेर हेरिसकेपछि के कस्तो छ भनेर, त्यो पनि आज यति बेला म तपाईँहरूलाई म देखाउँछु के छ त्यसमा है त। र त्यसको साथसाथै मैले अर्को पनि किनेको एउटा नयाँ स्यान्डविचको एक्सट्रिम प्रो भनेर यो एसडी कार्ड किनेको छु। र एउटा हेलमेटमा माउन्ट गर्नको लागि एउटा त Osmo Action 5 क्यामेरा नै भइहाल्यो है। र यसमा छ एसेसरिजहरू के हुन्छ, एसेसरिजहरू के छ यो बादमा देखाउँछु। र एउटा अलिक सायद यहाँ छ स्टिक छ, यति आउँछ यसमा पहिला एसेसरिजमा के छ है त। यो चाहिँ सी टाइप केबल, राइट साइड यो चाहिँ सेल्फी स्टिक, राम्रो छ सेल्फी स्टिक चाहिँ, प्रिमियम फिल हुन्छ, हेर्दा पनि चट्ट राम्रो छ। यो पनि निकालेर डिजी एक्सनको ब्रान्डिङ छ, डिजी एक्सन कति लामो रहेछ एक लामो रहेछ त, लामो रहेछ एकदम लामो रहेछ। यो चाहिँ सायद 1.5 मिटर त्यसमा क्या त्यसपछि म्यानुअल डिजिआईको स्टिकर छ, स्टिकर डिजिआईको स्टिकर रहेछ, म्यानुअल छ। मलाई के हो यो यहाँ चाहिँ के छ, ब्याट्री चार्ज गर्ने केस, साइड साइड यहाँ हुन्छ हाम्रो ब्याट्री, 3टा ब्याट्री लगातार, टेन्सन हुँदैन, जति ब्लग बनाए पनि भयो होइन। यो भयो एउटा अर्को छ यहाँ। अब क्यामेरातिर जाउँ, यही एक्सन क्यामेरा यही होला सायद, यो चाहिँ केस रहेछ त्यहाँ माथि माउन्ट गर्नलाई। त्यसमा एउटा पिन छ, अनि साथीहरू हेलमेट माउन्ट गर्नु छ। यति कामको लागि चाहिँ थाहा भयो लाग्छ होला। स्कुल छ टाइट बनाउने के बनाएर एक्सन क्यामेरा सक्नुहुन्छ। एक्सन क्यामेरा एक्सन क्यामेरा
अब खोल्ने कताबाट साइड होला बेटी हाल्ने बेटी त हाल्नु पऱ्यो एउटा निकालेर होइन तल फट्ट गरेपछि बस्यो परफेक्ट चलिरहेछ यसलाई मैले अपलोड दिएँ त आउने भनेको एउटा यहाँ चाहिँ एउटा यो यो फुलवाला भयो यति नै डिजिआई एक्सन प्रो कम्बोमा चाहिँ आउने भने यति नै सामान हो एउटा क्यामेरा आउँछ त्यसमाथि यो इलेक्ट्रिक भयो यो सेल्फी स्टिकहरू अनि दुईवटा माउन्ट गर्न लागि भयो दुईवटा स्क्रू अनि एउटा चार्जिङ केस जसमा चाहिँ तीनवटा ब्याट्री हुन्छ अनि एउटा केबल छ है त यति नै हो अनबक्सिङ र यो त भइहाल्यो होइन त्यसपछि मैले आफू लगाएको थिएँ यो किनेको थिएँ होइन यो के भन्छ स्यान्डिस्कको यो चाहिँ मेमोरी कार्ड यो पनि हेर है त ल कार्ड छ यो एडाप्टर हेलमेट माउन्ट फिट गरेर देखाइदिन्छु कसरी फिट हुन्छ यो बटन सातटा सेट हो मस्त माउन्ट गरेर है त फर्स्ट टाइम म माउन्ट गर्न पाऊँ
Itu. Enggak, astaga. Udah dia tahu dari sini. Saya itu करते पीछे मस्त कमाल के पीछे निकालना पड़ेगा दबाने तो निकालेगा लास्ट स्ट्रोक महंगा है सब तक बस ये एंटी फीलिंग ये क्या है